हेलो हाई नमस्ते सबैलाई। आज हामी सिक्न गइरहेको छौँ एल्बर्ट रोसको वान अफ द मोस्ट फेमस सङ फर्की फर्की है। यो गीतको स्केल चाहिँ छ ई मेजर अनि यो गीत स्ट्यान्डर्ड ट्युनिङमा छ है। यो गीतको कर्ड्सहरू हेर्नु पर्दा चाहिँ ई मेजर, एफ शार्प ओपन, ए सस्पेन्डेड 2, B suspended 2, C sharp minor open, E यो पोजिसनबाट E, E major, G sharp minor. So यो गीतको स्ट्रमिङ प्याटर्न हेर्नु पर्दा चाहिँ down down up up down 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 up down down up up down 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 up है। यो गीतको फर्स्ट लाइनको चाहिँ यस्तो गइरहेको छ, फर्की फर्की नहेर मलाई, एफ शार्प, फर्की फर्की नहेर मलाई तिमी भने। सेकेन्ड पालीमा चाहिँ ई र एफ शार्प आधी आधी बजाउने, तिमी भने। सो यहाँ 2 राउन्ड रोकिने, ए सस्पेन्डेड 2 मा। त्यहाँदेखि चाहिँ स्ट्रमिङ प्याटर्न चेन्ज हुन्छ। त्यतिकै एउटा मजाको कर्डले खेलेको लाइन गइरहेको छ है। त्यसको कर्ड प्रोग्रेसन हेर्नु पर्दा चाहिँ तपाईँको स्ट्रमिङ एरियामै डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन अप डाउन डाउन अप है। यो हेर्नु पर्दा चाहिँ यहाँ तपाईँले 2 बार रोकेपछि त्यहाँदेखि यहाँ ई मेजरमा आएर यहाँ तपाईँको 2 राउन्ड सी शार्प माइनर, ए मेजर, तपाईँको ई मा 2 राउन्ड है। तपाईको सी शार्प माइनरमा 2 राउन्ड, ए सस्पेन्डेड 2 मा आएर 1 राउन्ड, एफ शार्पमा 1 राउन्ड, त्यहाँदेखि फेरि ए सस्पेन्डेड 2 मा 2 राउन्ड है। त्यहाँ चाहिँ गीत स्टार्ट हुन्छ है। त्यहाँदेखि चाहिँ आँसु झरे म पुछिदिउला, आकाशको तारा सबै मुठी पेर ल्याइदिउला तिमी भने। फेरि यही जान्छ, फर्केर आऊ तिमी घाम बनी, बादलको माथि म तिमीलाई पर्खी बसौला तिमी भने। तपाईँको यो कर्ड प्रोग्रेसन हेर्नु पर्दा चाहिँ ई मेजर, सी शार्प माइनर, ए सस्पेन्डेड 2, एफ शार्प, ए सस्पेन्डेड 2। यो चाहिँ 2 चोटि रिपिट भइरहेको छ है। तपाईँको नेक्स्ट लाइनमा चाहिँ लिन अब केही छैन, मात्र एउटै बहाना, दिन मात्र खोजिरहेको छु, यही नै मेरो चाहना तिमी भने। सो यो लाइनको कर्ड प्रोग्रेसन हेर्नु पर्दा सी शार्प माइनर, बी सस्पेन्डेड 2, सी शार्प माइनर, एफ शार्प ओपन, ए सस्पेन्डेड 2, जी शार्प माइनर ओपन, ए सस्पेन्डेड 2, त्यहाँदेखि ई र एफ शार्पमा चाहिँ आधी आधी
त्यहाँदेखि फेरि ए है। सो यो गीतको चाहिँ डल्लै अगाडि नै हैन सब अगाडि यही कर्ड प्रोग्रेसन गइरहेको छ है। अनि तपाईहरुलाई के डाउट छ भने पनि कमेन्ट